सो धेरैजनाले चाहिँ याङ्गोको बोनसको बारेमा भन्दै हुनुहुन्थ्यो होइन, याङ्गोको बोनस आउँछ कि आउँदैन, आयो कि आएन भनेर सोधिरहनु भएको थियो होइन। अनि मैले चाहिँ यो याङ्गोको बारेमा भिडियो हालेको थिएँ नि त, त्यही भएर बोनस आउँछ हुँदैन कतिले कुरा राखिरहनु भएको थियो। अनि त्यहाँबाट याङ्गोको चाहिँ कस्तो भनेदेखि होइन, बोनस आउँछ, बोनस नआउने पनि आउँछ, मेरो पनि आएको छैन। तपाईँलाई म देखाउँछु याङ्गोको बोनस। मेरो चाहिँ प्रो ब्याङ्क लिङ्क छैन याङ्गोमा, ब्याङ्क लिङ्क गर्नुपर्छ अनि ब्याङ्कमा डाइरेक्ट हालिदिन्छ। मैले त्यही मेरोमा त 4-5 चोटि आइसक्यो। सुरुको 904 रुपियाँ देख्न सक्नुहुन्छ होइन, बिहिबारको। अनि शुक्रबार पनि आएको छ, शुक्रबार 1500 आएको छ मेरो, 1506 रुपियाँ। शनिबार पनि आएको छ, शनिबार मैले खासै काम गरेन, मेरो 778 रुपियाँ आएको छ। अनि आइतबार पनि आएको छ 1167 रुपियाँ। अनि हिजो पनि आएको छ 1500 के अरे हिजो पनि आएको छ 1556 रुपियाँ। अनि आज आएको छ 11:50 मेरो झन्डै 900 रुपियाँ, 893 रुपियाँ आएको छ। भनेदेखि बोनस चाहिँ आउँछ नआउने होइन, ब्याङ्क लिङ्क गर्न लाउँछ सुरुमा तपाईँहरूले एकाउन्ट खोल्नुभन्दा अगाडि होइन, याङ्गो जोइन गर्नुभन्दा अगाडि। अब याङ्गो जोइन भयो सुत्दै अब याङ्गोले तपाईँलाई भन्छ एकाउन्ट लिङ्क गर्नु भन्छ। यो चाहिँ तपाईँको ट्रिप बोनस हो है, ट्रिप बोनस प्लस तपाईँको जुन, अनि ट्रिप बोनस चाहिँ बेसी छ यसमा। अनि जुन तपाईँको कस्टमरलाई दिएको डिस्काउन्ट हुन्छ नि, जस्तै अब डिस्काउन्ट चाहिँ कहाँनिर थाहा हुन्छ नि, यहाँनिर छ कुनै होइन, अहिले नयाँ भएर याङ्गोले डिस्काउन्ट दिइरहेको छ। कस्तो डिस्काउन्ट दिइरहेको छ सबै प्यासेन्जरलाई, कुनैमा 30% अफ हुन्छ, कुनैमा अब 10% 10% डिस्काउन्ट हुन्छ। अब सुरुमा कस्टमरले युज गर्दाखेरि 30% डिस्काउन्ट हुन्छ कस्टमरलाई। जस्तै अब तपाईँको 100 रुपियाँ टिप छ नि, 100 रुपियाँ टिपमा अब 30% डिस्काउन्ट गर्दाखेरि 70 भयो, 70मा तपाईँको जुन 30 रुपियाँ चाहिँ हुन्छ नि, यहाँ प्लस हुन्छ कि तपाईँको, यहाँ प्लस हुन्छ। यहाँबाट प्लस हुँदै तपाईँको जस्तै अब मेरो चाहिँ आज 355 हो, 355 भने चाहिँ भोलि मलाई 50 रुपियाँ राखेर, 50 रुपियाँ अथवा 100 रुपियाँ राखेर 300 रुपियाँ मेरो एकाउन्टमा हालिन्छ। प्लस तपाईँको ट्रिप बोनस चाहिँ यस्तो हुन्छ कि, जुन चाहिँ याङ्गोले दिने 3 टिप हान्नु भने 235 रुपियाँ, 6 टिप हान्नु भने 480 रुपियाँ, त्यस्तै 3 टिप गर्दै बढ्छ। आज चाहिँ मैले 13 टिप हानेको छ भने चाहिँ 12 टिपको चाहिँ मेरो बोनस बाँकी सकेको छ। यो चाहिँ भोलि ठ्याक्कै तपाईँको 12 बजेपछि अथवा 11 बजेभन्दा अगाडि, 11 बजेदेखि 12 बजेभित्र तपाईँको एकाउन्टमा आउँछ है। यो चाहिँ ठ्याक्कै ब्याङ्क एकाउन्टमा 990 रुपियाँ मेरो भएको छ भनेदेखि अब मैले अझै 2 टिप भने मेरो 1250 रुपियाँ बोनस हुन्छ, त्यहाँनिर हुन्छ होइन। राइडर साथीहरूलाई हेर्न सक्नुहुन्छ। आज मैले टोटल कमाएको भनेको चाहिँ 7:30 बजीतिर निस्केको, 1371 रुपियाँ मेरो कमाइ भयो। त्यसमा प्लस 990 रुपियाँ मेरो बोनस है, चोखो बोनस आउँछ 990 रुपियाँ। अब म चाहिँ अझै 3 टिप भने नि